नमस्ते। आज हामी गुड फ्राइडे र इस्टरको बारेमा कुरा गरौँ। यी दिनहरू क्यालेन्डरमा एउटा छुट्टी मात्रै हुन् त कि यसको पछाडि केही गहिरो कथा पनि छ? आउनुहोस् यो कथाको गहिराईमा डुबुल्की मारौँ। इस्टर भन्नासाथ सायद धेरैको दिमागमा रङ्गीन अण्डाहरू, चकलेटहरू अनि खराएको तस्विर आउँछ होला, होइन त? तर यसको असली कथा त क्रस र एउटा खाली चिहानसँग जोडिएको छ। अब प्रश्न उठ्छ, यी दुई एकदमै फरक देखिने कुराहरू एउटै चरणमा कसरी आए त? ल, आजको हाम्रो खोज यहीँबाट सुरु हुन्छ। ल, त्यसो भए ती खरायो र अण्डाका कुरालाई एकछिन साइडमा राखौँ र यो कथाको एकदमै मुटुमा जाउँ। गुड फ्राइडेको त्यो दिन जहाँबाट यो सबै सुरु भयो। गुड फ्राइडे र इस्टरलाई बुझ्नको लागि यिनीहरूलाई एउटै कथाको दुई फरक अध्याय जस्तै सोच्नुपर्छ। एकातिर छ बलिदान, जुन हेर्दा त हार जस्तो देखिन्छ, अनि अर्कोतिर छ विजय, त्यो पनि मृत्युमाथि। यही विरोधाभास नै त हो यो कथाको सबैभन्दा रोचक पक्ष। त्यसो भए गुड फ्राइडेको दिन आखिर भयो चाहिँ के? बाइबलका यी खण्डहरूमा हेर्ने हो भने येशूलाई तत्कालीन रोमन गभर्नर पोन्टियस पिलातसको आदेशमा क्रुसमा टाङ्गिएको थियो। अनि अर्को एउटा चाखलाग्दो कुरा के छ भने यो घटना यहुदीहरूको सबैभन्दा ठूलो चाड, निस्तार चाड, जसलाई पासओभर पनि भनिन्छ, ठिक त्यही बेला भएको थियो। यसले घटनालाई अझै अर्थपूर्ण बनाइदिन्छ। यो कथालाई राम्रोसँग बुझ्न एउटा शब्दको अर्थ थाहा पाउनु एकदमै जरुरी छ। त्यो हो प्रायश्चित वा अंग्रेजीमा अटोनमेन्ट। सजिलो भाषामा भन्नुपर्दा यसको मतलब हो कुनै गल्ती वा पापको लागि क्षतिपूर्ति तिर्नु। र ईसाई विश्वास अनुसार येशूको मृत्यु नै मानव जातिको पापको लागि तिरिएको अन्तिम र पूर्ण क्षतिपूर्ति थियो। अनि यो विचार कुनै नयाँ पनि होइन है। येशूको जन्मभन्दा 100 वर्ष पहिले लेखिएको पुरानो नियमको यशायाको पुस्तकमा यस्तै भविष्यवाणी गरिएको थियो। यो पदले के भन्छ भने एकजनाले अरूको गल्तीको सजाय आफैले भोग्नेछ ताकि अरूले शान्ति पाओस्। हो, यही नै हो त्यो बलिदानको अवधारणा। क्रसको कथा बलिदानमा गएर टुङ्गिन्छ। तर कथा त्यतिमै सकिएको छैन। गुड फ्राइडेपछि के भयो त? अब सुरु हुन्छ चिहानको कथा। शुक्रबारपछि आइतबारको बिहान एउटा अचम्मको कुरा भयो। येशूलाई राखिएको चिहान खाली थियो। धर्मशास्त्रले भन्छ कि उहाँ मृत्युबाट बौरी उठ्नुभयो र त्यसपछि 100 मानिसहरूको अगाडि देखा पर्नुभयो। यो कुनै आत्मिक अनुभव मात्रै थिएन, बरु यसलाई एउटा वास्तविक शारीरिक घटनाको रूपमा वर्णन गरिएको छ। यो घटना ईसाई विश्वासको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा यो पदले एकदमै छर्लङ्ग पार्छ। यदि पुनरुत्थान भएकै थिएन भने विश्वास नै व्यर्थ हुन्छ। त्यसैले त इस्टर एउटा उत्सव मात्रै होइन, यो त सिङ्गो विश्वासको जग हो। एउटा प्रश्न यहाँनिर सधैँ आउँछ, शुक्रबारदेखि आइतबारसम्म 3 दिन कसरी भयो त? यो अलिक कन्फ्युजिङ लाग्न सक्छ। यसको जवाब पुरानो यहुदी परम्परामा लुकेको छ। त्यो समयमा दिनको कुनै सानो अंशलाई पनि पुरै एक दिन गनिन्थ्यो। त्यसैले शुक्रबारको केही घण्टा पहिलो दिन, पुरै शनिबार दोस्रो दिन र आइतबारको बिहान तेस्रो दिनलाई मिलाएर 3 दिन भनिएको हो। अहिलेसम्म हामीले बाइबलमा के लेखिएको छ त्यो हेर्यौं, तर यी घटनाहरूको सम्झना आज हामीले मनाउने यी ठूला चाडहरूमा कसरी बदलियो त? आउनुहोस् यसको ऐतिहासिक यात्रामा एक नजर लगाऊं। सुरुमा पहिलो शताब्दीका ईसाईहरूले हरेक हप्ताको आइतबारलाई नै पुनरुत्थानको दिन भनेर सम्झन्थे। बिस्तारै दोस्रो शताब्दीतिर आइपुग्दा यसलाई वर्षमा एक पटक पास्का भनेर मनाउने चलन सुरु भयो। अनि अन्ततः सन् 325मा निकियाको परिषदले यो चाड कहिले मनाउने भनेर एउटा निश्चित मापदण्ड नै तोकिदियो, जसले गर्दा यो संसारभरका चर्चहरूको लागि एउटा महत्त्वपूर्ण दिन बन्यो। ल, अब फेरि सुरुको प्रश्नमा फर्कौं। कथा यदि क्रस र खाली चिहानको हो भने इस्टरमा यो खरायो र अण्डाहरू चाहिँ कहाँबाट टुक्लुक्क आइपुगे त? यसको लागि हामीले धर्मशास्त्र र परम्परालाई अलि छुट्याएर हेर्नुपर्छ। हामीले आज इस्टरमा देख्ने धेरैजसो चलनहरू जस्तै अण्डा रङ्गाउने वा इस्टर बनी यी बाइबलबाट आएका होइनन्। यी त समयसँगै विभिन्न संस्कृतिहरूमा जोडिन आएका परम्पराहरू हुन्। जस्तो कि अण्डाले नयाँ जीवनको प्रतीकको रूपमा काम गर्यो अनि इस्टर खरायो युरोपको लोककथाबाट आयो। यी धर्मशास्त्रका आदेश त होइनन्, तर विश्वासलाई मनाउने सुन्दर सांस्कृतिक तरिकाहरू हुन्। यी सबै परम्परा
खरायो र अण्डालाई एकछिन पर राखेर हेर्ने हो भने गुड फ्राइडे र इस्टरको खास सन्देश चाहिँ के हो त? यो पुरै कथाले आखिर भन्न खोजेको के हो? यो 2 दिनको कथालाई 4वटा मुख्य बुँदामा समेट्न सकिन्छ। पहिलो, पाप, त्यो समस्या जसको समाधान चाहिएको थियो। दोस्रो, बलिदान, गुड फ्राइडेमा क्रसमा तिरिएको मूल्य। तेस्रो, मुक्ति, विश्वासद्वारा पाइने छुटकारा। र चौथो, नयाँ जीवन, इस्टरको पुनरुत्थानले दिने प्रतिज्ञा र शक्ति। हो, यही नै हो यो कथाको सार। समयसँगै चाडपर्व मनाउने तौर तरिकाहरू फेरिँदै जान्छन्, तर त्यसको पछाडिको मूल कथा, त्यो बलिदान र विजयको कथा सधैँ उस्तै रहन्छ। अब प्रश्न यो उठ्छ कि आजको यो आधुनिक दुनियाँमा यो हजारौं वर्ष पुरानो कथाले के अर्थ राख्छ होला? यो एउटा यस्तो प्रश्न हो जसको सान्दर्भिकता सायद कहिल्यै पुरानो हुँदैन।